जनताको पैसाले बनेको भवनमा जनताको रिपोर्टर आउन मिल्ने कि नमिल्ने? होइन चर्को स्वर होइन। तपाईँले जहाँ छिर्दाखेरि तपाईँको घरमा छिर्दा तपाईँको घरको गेट खुल्याइ छन्, त्यो अनुमति हुन्छ हुँदैन? यो सर जनताको यो सुन्नु न, यो तपाईँको घर होइन। सुन्नुहोस्, तपाईँको घर जानलाई हामीलाई अनुमति चाहिन्छ, तर यहाँ आउनलाई हामीलाई अनुमति नचाहिन्छ। तपाईँ हामीलाई पत्रकारिता नसिकाउनुहोस्। नेपाली कांग्रेस र एमाले दुईटा ठुला हात्तीहरू हुन्। दुईटा ठुला हात्तीहरू एउटै तबेलामा बस्ने कुरा आफैमा चुनौतीपूर्ण कुरा हो। दुईटा पार्टीलाई तपाईँले हात्ती भनिरहँदा कांग्रेस एमाले हात्ती भयो भने जनता के कमिला? यदि सम्माननीय प्रधानमन्त्री केपी शर्मा ओलीजीको नाम लियो भने मनमा कस्तो भाव आउँछ? यो चाहिँ हामीलाई यो दलालको मात्रै भाव आउँछ। पीछे में 10 गजा के बगल में जो पिच रोड बना है, ये वैध है कि अवैध है? वैध तो सीमान के अंदर में है, हम लोग कैसे मानेंगे? मेरा भारत है, मेरे अंदर में है तो मेरा है। ठीक है, और बिल्कुल ठीक है वही तो। नेपाल जो भी करे लेकिन भारत के लिए तो ठीक है। भारत के लिए बहुत अच्छा है, वो नेपाल के लिए है ना। नेपाल का जहाँ नेपाल सरकार जाने, वो अपना उसका काम है, वो आप अंदर वो रहेगा, वो उसका काम है। मैं कितना अंदर रहूंगा वो मैं अपना पूरा पेल के भी जितना पेल पाएंगे हम लोग पेलेंगे। जी जी जी, नेपाल को पेलना है, नेपाल को पेलना है। मेरो खराब पानी छ, मेरो खराब पानी छ, मेरो खराब। मधेसको विभिन्न गाउँ ठाउँहरूबाट हामीले समाचारहरू सुन्ने गर्छौं। दाइजोको कारण हत्या भयो, दाइजोको कारण विभिन्न महिला हिंसाहरूको कुराहरूको बारेमा आज म रिपोर्टिङ गर्दिन। आज त म आफ्नो समाजमा रहेको कुहिएका आलुहरूसँग तपाईलाई भेटाउँछु। यी दृश्यहरू हेर्नुस्, कुहिएको आलु नम्बर 1, आलु नम्बर 2। अपन बेटा के कसम खाके कहि सके छी ई जे बात अहाँ बोलियो सत्य छी? दुनु बेटा के कसम खाके? हम कसम नहीं खाइ छी। वहाँ कसम खानुहुन्न, तर मान्छे नै खाइदिनुहुन्छ। पछिल्लो घटनाक्रमलाई हेर्ने हो भने प्रभु शाह एमालेबाट निष्कासित, माधव नेपाल भयो, वामदेव गौतम भयो, व्यापक असन्तुष्टि। जतिलाई एमालेमा नेता मानिन्छ त्यो सबैलाई कुनै न कुनै बहानामा, कुनै न कुनै आधारमा पार्टीबाट साधारण सदस्यता लिन्छ। तपाईको नम्बर कहिले आउँछ? कांग्रेस एमालेको गठबन्धनलाई यहाँले कसरी हेर्नुहुन्छ अहिलेको काम? अहिलेको आवश्यकता हो। आवश्यकता हो कि मजबुरी हो? तपाईँ होइन, आवश्यकता हो है। भ्रष्टाचारीहरूलाई जोगाउनलाई यो कांग्रेस एमालेको गठबन्धन गरिएको भन्छ। तपाईले यसरी रोकेर हामी डराउने छैन। सुरक्षाकर्मी साथीहरू तपाईको हामी सम्मान गर्छौं, तर यदि रिपोर्टिङको बेलामा यदि रोक्ने प्रयास गर्नुभयो भने त्यो पत्रकार मध्ये म पर्दिन। मलाई रोक्ने प्रयास चाहिँ नगर्नु होला। नेपाल प्रहरीलाई म अनुरोध गर्न चाहन्छु, भलै रमेश लेखक गृहमन्त्री हुन सक्छन्, तर रोक्ने प्रयास चाहिँ मलाई नगर्नु होला। बियरको बोतलहरू नेपाल सरकारले पे गर्छ कि जनताले पे गर्छन्? 1 2 3 4। अब यहाँ देखाउँ, यो हेर्नुहोस्, यो एउटा बिल पनि भर्खरै सायद कोही हुनुहुन्छ यो रुममा म बोलिरहँदा, पूर्वाधार विकास कार्यालय सवारी लगबुक। अब यहाँ हेर्नुहोस्, 40 लिटर डिजलको कुपन छ, यहाँ साइन गरिएको छ। यो असाढे बजेट यसरी हुन्छ विकासको देशमा, अनि हामी बोल्दाखेरि हामी टार्गेटमा पर्छौँ। अब कसैले सोधिदिनु होला यो चस्मा कहाँबाट आयो? मेरै बाउको हो, मैले कमाएर लगाउँछु। अब यो यसरी चस्मा लगाउँदा कसैको फाट्छ भने मेरो केही भनाइ छैन, फार्नलाई म तयार छु। ए यो पनि कार्यालय हो है? यो त डर लाग्दो छ है यो कार्यालय। यो ढोका भित्रबाट लागेको छ, खोल्नुस् त। ए टोयलेट हो? ए टोयलेट हो। हेर्नुस् न, यहाँ बोतल पेपरहरू यसरी फालिएको छ। होइन असार मसान ठिक छ, रेडबुल खानुहुन्छ, एनर्जी चाहियो नि त। एनर्जी चाहियो नि त। आर यु कमेडी मी? काम गर्नलाई रेडबुल खानु पर्यो, बियर खानु पर्यो, रेडबुल खानु पर्यो, बियर खानु पर्यो। खत्तम। ल्यापटपहरू यही छ, ब्यागहरू यही छ। एकछिन तपाईँ मलाई त्यसरी डिस्टर्ब नगर्नुहोस् है, म रिपोर्टिङको बेलामा मलाई डिस्टर्ब नगर्नुहोस्। सर तपाईँ को हुनुहुन्छ?
तपाईँ कुन मिडियाबाट हुनुहुन्छ? होइन मिडिया होइन यहाँ हाम्रो हुनुहुन्छ कुन मिडियाबाट हुनुहुन्छ सर? यहाँ हाम्रो अफिस आधिकारिक थियो अफिस थियो आधिकारिक मान्छे तपाईँ हुनुहुन्छ यहाँ रेकर्डिङ गर्नलाई? तपाईँ रेकर्ड गर्नुभएको छ किन सर? डराउनलाई? हामी तर्सिन्छौँ सर तपाईँको रेकर्डिङले? सर हामी तर्सिनेवाला पत्रकार होइन। आज जुन दम्ब तपाईँहरू देखाउँदै हुनुहुन्छ सिटको सङ्ख्याको आधारमा, त्यो दम्ब कसैको रहने छैन। आज पहिलो र दोस्रो पार्टी, यो देशको सबैभन्दा ठुलो पार्टी नेपाली कङ्ग्रेस, जसलाई चाहिँ मादलको संज्ञा दिइन्छ, किनभने यताबाट कहिले एमाले बजाउँछ, उताबाट कहिले माओवादीले बजाउँछ। यस्तो राम्रो भयो भन्ने सक्ने अवस्था छैन। तर म भन्छु यो विश्वको सबैभन्दा राम्रो प्रधानमन्त्री हाम्रा देशका सम्माननीय केपी शर्मा ओली, उहाँ जतिको राम्रो प्रधानमन्त्री यो देशमा छैन। यसरी बोलेन भने फेरि हतकडी लगाइन्छ। यहाँ हेर्नुहोस्, नो पार्किङको बोर्ड। कानुन बनाउनेहरू नै कानुनको धज्जी उडाएपछि कसको के जाला? यो दृश्य देखाइदिउँ। यो ट्राफिकको नियम सर्वसाधारण नेपालीको लागि मात्रै हो कि माननीय मन्त्री र ठुला बडाको लागि पनि हो? यो हेर्नुहोस् कानुन, मलाई त हाँस उठ्यो है। यहाँ आएपछि मलाई हाँस उठ्यो। कानुन न्याय तथा संसदीय मामिला मन्त्रालयको अगाडि कानुनको धज्जी उडिरहेको छ। कानुन मन्त्रालयकै अगाडि कानुनको धज्जी उडाउनेहरूलाई कारवाही गर्ने कि नगर्ने? फ्रन्टमा ढुङ्गा खान त जहिले पनि साना दर्जाका प्रहरी छन्। वकिटकी र एसीमा बसेर आदेश दिनेहरूलाई त के फरक? तर म भन्न चाहन्छु आज सम्पूर्ण राजनीतिक दलका नेताहरू, अझै पनि तपाईँहरू सुध्रिनु भएन भने तपाईँ कहाँको मन्त्री, कहाँको सांसद र कहाँको प्रधानमन्त्री बन्ने? यहाँ मात्रै व्यक्तिगत स्वार्थ देखिन्छ, संस्थागत स्वार्थ देखिन्छ। यहाँ संविधानमै बरु भ्रष्टाचार लेखिदिउँ न त, कति पर्सेन्टेज तपाईँ नेताजीहरूलाई चाहिन्छ त्यो लेखिदिउँ। नरेन्द्र मोदीको नाम अहिले विश्वभरि चलिरहेको छ, तर नेपालमा त घन्टै पछि प्रधानमन्त्री चेन्ज, अनि किस्तामा बन्छन् प्रधानमन्त्री। 6 महिनाको लागि, 1 वर्षको लागि, 2 वर्षको लागि। अनि त्यो प्रधानमन्त्रीले भारतको विरोधमा के बोल्न सक्छन् तपाईँ कल्पना गर्नुहोस्। अनि नेताहरूलाई के डर हुन्छ भने भारतले हाम्रो सरकार ढालिदिन्छ कि रातारात सरकार परिवर्तन गराइदिन्छ कि? आखिर यो डर नेताहरूलाई किन? यदि यो डर छैन भने यी भूभागहरूको बारेमा बोल्ने कि नबोल्ने, कि खालि एसीमा बसेर ठोक्ने टेबल? हामीसँग पनि छोरी छ, छोरा छ, हो कि होइन? छोरी लक्ष्मीको रूप हो। तपाईँले जुन अघि भन्नुभयो नि, यो पत्रिका बेच्नलाई जति डायलग दिनुभयो त्यो बेच्ने काम हाम्रो होइन। हामी तपाईँहरू जस्तो पतित हुँदैनौँ सर। हामी पत्रिका बेच्दैनौँ, शिक्षकलाई देवता मान्छौँ हामी। सुन्नुहोस्, स्कुललाई मन्दिर मान्छौँ हामी। तपाईँसँग विवाद गर्न हामी आएको होइन। तपाईँ जस्तो मान्छेहरूको हैसियतै छैन हामीसँग विवाद गर्ने, औकात पुग्दैन। जलेश्वर नगरपालिका महोत्तरी जिल्लाको भौतिक पूर्वाधार कार्यालयमा देश विकासको काम धमाधम भइरहेको थियो, किनकि यो सरकार 2 तिहाईको सरकार हो। यसले यति फास्ट काम गर्छ कि राति 1 बजे पनि कर्मचारी बियर खाएर पनि काम गरिराखेका छ। त्यो किनकि दिउँसो त काम गर्न पाउँदैन। दलको कार्यकर्ता जसलाई पिटे पनि छुट छ। भर्खर त्यो जुन कार्यकर्तालाई पिट्या छ, सत्ता गठबन्धनको सभापतिले उसलाई सम्मान गरेर त्यो फोटो भाइरल भइरहेछ कि सत्ता गठबन्धनको सभापतिलाई कस्ता मान्छे चाहिन्छ जसले पत्रकार पिट्न सकोस्, जसले कर्मचारी पिट्न सकोस्। नैतिकताको आधारमा रवि लामेछानेले राजीनामा दिनुपर्छ भनेर कङ्ग्रेसहरूले भनिरहेको थिए नि त। पार्लियामेन्ट छलफलको विषय छ, त्यहाँ अहिले प्राइमेरी जवाफ दिँदै हुन्छ। आज यसमा रवि लामेछानेको कामलाई तपाईँले कसरी हेर्नु भएको छ? मैले केही हेरेको छैन, अहिले मूल्याङ्कन गर्ने बेलै भएको छैन। अहिले भर्खर त हुनुभएको छ। नेपाली कङ्ग्रेसका नेताले भन्दै हुनुहुन्छ मैले केही हेरेको छैन, मूल्याङ्कन गर्ने बेलै भएको छैन। कृष्ण सितौला, नैतिकताका कुरा गर्ने यी नेताहरूले आफ्नो नैतिकता कता राखेका छन्, खल्तीमा कि ब्यागमा? यो सरकारी गाडीको कस्तो मजाक चलिरहेछ यो देशमा। हेर्नुहोस्, नो पार्किङ, ठ्याक्कै अगाडि पार्किङ। हुन त हामी नेपालीहरूको बानी छ, जहाँ लेख्या हुन्छ नि कुनै वालमा यहाँ थुक्न मनाइ छ, त्यही हामी गएर थुक्छौँ।
केही महिना अगाडि मात्रै म यो काठमाडौँ महानगरपालिकाका मेयर बालेन्द्र शाहलाई भेटेको थिएँ। बालेन्द्र शाहले एउटा पेचिलो प्रश्न मलाई गरेको थियो, यही क्यामेरा मार्फत त म रेकर्ड गर्न सकिनँ, तर भेटघाटको क्रममा एउटा कुरा उहाँले भन्नुभएको थियो। बालेन्द्र शाहले मलाई भन्नुभएको थियो, ए दिवाकर भाइ, त्यो पत्रकार रवि लामिछाने जस्तै तिमी पनि राजनीतिकमा आउने हो कि, त्यही भएर यसरी जोरले बोलेर पपुलर हुन खोजे हो कि होइन? बालेन्द्रज्यू हेर्नुहोस्, आज हिजोसम्म पत्रकारितामा एउटा आयाम तय गरेको रवि लामिछाने आज राजनीतिकबाटै गृहमन्त्री बन्न सक्नुहुन्छ। तपाईँ एउटा इन्जिनियर पेसामा हुनुहुन्थ्यो, आज जनताले तपाईँलाई काठमाडौँको मेयर बनाएको छ। तपाईँ इन्जिनियर भइरहँदा तपाईँ मेयर बन्न सक्ने एउटा सञ्चारकर्मीले चाहिँ राजनीतिक रोज्न गाह्रो हुने किन? यति धेरै तपाईँले चिन्ता। आइन्दा से मेरे खिलाफ बगावत की काट डालूंगा। यी भारतीय दलालहरूले कसरी रोक्छन् त्यो हेर्नुहोस्। यी दलालहरू कति त्रसित हुन्छन् कि यहाँ हामी रिपोर्टिङ गर्न आउँदा यति प्रोटोकल, यिनीहरूको नियम नीति कानुन, तर हाम्रो भूभागहरू कब्जा गर्दा न त नीति, न कुनै नियम, न कुनै प्रोटोकल। हाम्रो हजारौँ हजार भूभागहरू यी दलालहरूले कब्जा गरिरहँदा कुनै नियम लाग्दैन। र म यति संयमित भएर किन बोलिरहेको छु थाहा छ तपाईँहरूलाई? किनभने मलाई थाहा छ नेपाल। हजुर क्या हुआ सर? 5 मिनट में लगेगा खाने के बाद। अरे सर आने दीजिए ना, तो मैं इससे क्यों कर रहे हैं सर? ऐसे में झगड़ा हो जाएगा सर। मैं उतना कमजोर रिपोर्टर नहीं हूँ जितना आप नेपाल को समझते होंगे। सम्माननीय प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डज्यू, मलाई आज यही क्यामेरा मार्फत एउटा जवाफ चाहिन्छ, जुन जवाफको लागि म यहाँ घन्टौँ कुरे, जुन जवाफ सेकेन्डमा भारतीय मिडियाले लियो। यो देश नेपालको प्रधानमन्त्रीको अन्तर्वार्ता लिन कि मलाई भारतीय दूतावासको चिठी चाहिन्छ, लेटर चाहिन्छ कि कुनै भारतीय नेताको फोन गराइदिनु पर्यो, अनि मात्रै मलाई अन्तर्वार्ता या केही प्रश्नको जवाफ दिनुहुन्छ? होइन भने तपाईँ साँच्चै नै नेपाली प्रधानमन्त्री हुनुहुन्छ भने यो लाजमर्दो कुरा हो कि कुनै पनि नेपाली मिडियालाई तपाईँको पहिलो अन्तर्वार्ता गएन। त्यही मिडिया जसले तपाईँलाई चाइनाको कठपुतली भनेको थियो, जसले तपाईँलाई चाइनाको समर्थक, चाइनाको गुप्तचर लगायतका के कुराहरू छ यो स्क्रिन अगाडिमा हेर्नुहोस्। अलिकति पनि यो भिडियो र यो समाचार हेरेर तपाईँको आँख रसायो कि रसाएन त्यो मलाई थाहा भएन। तपाईँलाई अलिकति पनि लाज लाग्यो कि लागेन भारतीय पत्रकारलाई पहिलो अन्तर्वार्ता दिँदा? हनुमानजीको भक्त सेवा भनेको के हो? यो त्यो भक्ति गर्नुहुन्छ, यही हो भक्ति? पसलमा माग्दै हिँड्नु भएको छ। अबदेखि गर्दैन के, मेरो हटको प्रब्लम छ। मलाई हेरेर सबको हटको प्रब्लम आउँछ। पक्नुस्। हेलो, प्राय युवाहरूले के गर्छन् भने जय शम्भु भन्दै गाँजा खान्छन्, महादेवको प्रसाद हो भनेर। तर ती प्रसाद खानेहरूलाई म भन्न चाहन्छु, महादेवले त विष पनि खाएको थियो नि, त्यो विष किन खाँदैनौँ हामी? मेरो खराब पानी छ, मेरो खराब। सभापतिज्यू, म एउटा कुरा दिन आएको छु। म यहाँ आइरहँदा चितवन म 100 किलोमिटर रातभरि म गाडी ड्राइभ गरेको छु। दर्शकबिन म जानकारी गराउँ, चितवन आएपछि मलाई लाग्यो कि उहाँलाई केही दिनुपर्छ, किनभने उहाँले मास्क लगाउनु भएको छैन। फेरि विपक्षीहरूले कोरोना फैलायो भनेर अर्को मुद्दा हाल्छ कि भनेर मैले यो मास्क दिन खोजेँ तपाईँले। सभापतिज्यू, देशको अवस्थाको बारेमा के भन्नुहुन्छ? म्याडम, यो जनकपुर चुरोट कारखाना कहाँनिर छ? जनकपुर 9 नम्बर 14 नम्बरमा छ। ए म्याडम, जुन कार्यालयमा तपाईँ बस्नु भएको छ यही हो? हजुर, के भन्नु? के कुनै कुराको इन्टरभ्यू लिनुभन्दा अगाडि तपाईँहरू आएर पहिले जानकारी दिनु। अनि तपाईँहरू गुन्डा लगाएर हामीलाई पिट्नुहुन्छ होइन? म पिटाइ खाँदिनँ। औरत का चक्कर बाबू भैया, औरत का चक्कर बहुत बेकार होता है। तपाईँ प्रेस सल्लाहकार हुनुहुन्छ नि, तपाईँ टाइम लिएर कुरा गर्नुहोस्, आउनुहोस्। कति बेला भन्नुहोस्? जुन बेला जे टाइम लिएर आउँ, प्रेससँग सम्बन्धित कुरामा मलाई मेरो टाइम लिएर आउनुहोस्। उहाँ निकै व्यस्त मान्छे हुनुहुन्छ, किनभने मुख्यमन्त्री तथा मन्त्री परिषदको कार्यालयमा हुनुहुन्छ। उहाँ प्रेस सल्लाहकार हुनुहुन्छ मध्य प्रदेश सरकारको। उहाँ भनिदिनुहुन्छ हामीलाई टाइम लिएर आउनुहोस्, म उहाँको अन्तर्वार्तै लिदिनँ। मेरो खराब पानी छ, मेरो। म्याडम, तपाईँ चाहिँ? म पनि सञ्चारकर्मी हो, तर एउटा चाहिँ इथिक्स हुन्छ नि त, कुनै कार्यालयमा चाहिँ भित्र त त्यसरी छिर्न मिल्दैन। हुँदैन, कस्तो हुन्छ? 50 लाखको योजना छुट्यो कुनै सेवाग्राहीको भने तपाईँ तिर्नुहुन्छ? हो, तिर्नुहुन्छ। पत्रकारिता सिकाइदिनुहोस् न प्लिज। म किन सिकाइदिने? तपाईँ कुन मिडियाको सिक्नु भएको छ? हैन, 1 बजिरहेको छ। मैले शैली खराब छ।
खराब छ। ठीक छ, त्यसो भए यदि हाम्रो शैली खराब हो भने हामीलाई कारबाही होस्। नेपाल सरकारले यदि हाम्रो काम गलत हो भने हामीलाई कारबाही होस्। 1 बजे राति सेवाग्राहीलाई डिस्टर्ब गर्न मिल्दैन। 1 बजे राति काम गर्न मिल्छ, कमिसन गर्न मिल्छ। भने राजनीतिक दलका चतुर खेलाडीहरू मैले यहाँलाई कोच भने कि त्यो खेलाडीहरूलाई तपाईँले नै अहिले खेलाउँदै हुनुहुन्छ। कङ्ग्रेस आबद्ध महिला सङ्घकी केन्द्रीय सदस्य डाक्टर सीता घिमिरे, मलाई एउटा कुरा बताउनुहोस्, तपाईँको नाम अगाडि डाक्टर लेखाएको छ, त्यो सर्टिफिकेट चोरीको हो कि पढेर ल्याउनु भएको छ? तपाईँकै कार्यकर्ताले स्वास्थ्य बिमाको बारेमा सोध्दै हुनुहुन्छ, तपाईँको नेता कार्यकर्ताले भन्दै हुन्छ स्वास्थ्य बिमाको बारेमा सोधिदिनुहोस् मन्त्रीजीलाई। हामी काम गर्दैछौँ कि अहिले केही भन्ने बेलै भएको छैन है। तपाईँकै नेता होइन उहाँले भन्नुभयो अहिले हामी काम गर्दैछौँ, बेला भएको छैन, के भन्नु छ? यस्तो छ अब हाम्रो आदरणीय माननीय मन्त्री त्यही त आदरणीय लगाउँदा त यो देशको यस्तो हालत ठीक भन्नुभएछ सर, गजब कुरा गर्नुभयो। देशमा जस्तो किसिमको घटना भएको छ यसले नेपाली राजनीतिकमा एक किसिमको चिन्ता बढायो कि बढाएन? त्यो घटना नेपालमा हुन सक्छ कि सक्दैन? पाठ पनि हुन सक्छ नि। संसारको एउटा कुनै कुनामा भएको घटनाले अर्को कुनामा यसको असर प्रभाव त परिहाल्छ। त्यसकारणले असर मात्रै होइन, यसले सिकाउन पनि सक्छ। त्यहाँ 20-25 मिनट भित्रमा उड्नुपर्ने आदेश आएपछि टाप ठोक्या हो। अब नेपाली नेताहरू पनि त्यसरी नै टाप ठोक्ने अवस्था आउँछ। मजा आयो। लार्जेस्ट पार्टी, तर कस्तो भयो भने पछिल्लो अवस्था हेर्ने हो भने नेताहरूको काम कारबाहीले लार्जेस्ट पार्टी भन्दा पनि भ्रष्टाचार गर्ने पार्टी भनेर आरोप लाग्यो नि। कालापानी लिम्पियाधुरा लिपुलेख नेपाल का है या नहीं? आप बताइए कि आप एक पत्रकार हैं सर, ये जो मुद्दे हैं ये आप सड़क पे खड़े होकर ये नहीं कह सकते। आपने चूंकि कहा कि आप बात करना चाहते हैं इसलिए मैंने आपसे बात करना तय किया है ना, तो अगर आप ये करेंगे मुझे लगता है ये आप मेरे से जाति कर रहे हैं। आपको एक बताऊं, ये जो आप बोलते हैं ना जोर से, ये मैं बोल चुका हूँ, ये मैं छोड़ दिया भैया। नहीं आपने छोड़ दिया, मैंने पकड़ लिया। सर बहुत ऐसा भूभाग है सर, मेरा घर बॉर्डर के पास है सर, 10 किलोमीटर पर मेरा घर है सर, नेपाल भारत सीमा पे, और हमको पता है कि कितना भूभाग सब भारत के पक्ष ने कब्जा किया है सर, इसलिए मैंने एक बात बताऊं, अगर आप पत्रकार हैं तो आप क्या हैं वो छोड़ दीजिए, जो पत्रकारिता का सच होता है उसके साथ रहिए। ग्राउंड में मैं रहता हूँ सर। लीजिए मेरी जी आप बार माइक आपके हाथ में तो मैं भी छीन सकता हूँ, ये मत कीजिए। नहीं आप अच्छे पत्रकार नहीं है। जी बुरा, अच्छे पत्रकार बनिए। क्या करने से इंडिया को अच्छा बोलने से अच्छा पत्रकार? एकजना मान्यज्यूले श्याम कुमार घिमिरे नेपाली कङ्ग्रेसका प्रमुख सचेतक हुनुहुन्छ, उहाँले भन्नुभएको छ यौन व्यवसायलाई व्यवसायीकरण गरौँ, पर्यटकहरूलाई भित्र्याउनलाई, यसलाई यहाँले कसरी हेर्नु? म व्यक्तिगत रूपमा त्यो पक्षमा छैन। त्यही त यो देशका नेताहरूले, कङ्ग्रेसकै नेताहरूले यौन व्यवसाय, गाँजा खेती लगायतका कुराहरू गरिरहेका छन्, अरू विषयहरू छैनन्। मन्त्रीज्यू मेरो घर पनि मधेसमै हो, म मधेसबाटै पत्रकारिता विकास भएको छैन। विकासको नाममा त सुन्नुहोस् न, विकासको नाममा त भ्रष्टाचार पनि भएको छ नि, कमिसन पनि खान्छ। मजा आयो। धेरै बढ्दै गयो, भ्रष्टाचार बढ्दै गयो भने त्यो पर्छ नि। जनताले म भ्रष्टाचारी भएँ भने मेरो ठाउँमा मेरो पार्टी गलत भयो भने मेरो काङ्ग्रेसको ठाउँमा अरू पार्टी आउन सक्छ नि। यो लोकतान्त्रिक व्यवस्थामा राजाको शासन भयो भने कुन पार्टी आउँछ? राजाको पार्टीमा, राजाको पालामा पार्टी थिएन, राजाको शासन हेरेका छैनौँ हामी। राजाकै शासनमा जो मन्त्री थिए अहिले मन्त्री छैनन् तिनीहरू नै। क्या बात है सर, मन्त्रीहरू चेन्ज भइरहन्छ, तर एउटा कुरा चाहिँ यो देशमा चेन्ज हुँदैन, त्यो कुरा हो जनताको अवस्था। जिउका तिउ जस्ताको। आज हामी यहाँबाट ती युवाहरूको पीडा देखाइरहेका छौँ। हाम्रो देशमा रोजगार भएको भए आज उहाँहरू यही देशमा बसेर आफ्नै परिवारसँग बसेर 2 पैसा कमाएर आफ्नो घर परिवार चलाउन सक्ने अवस्था थियो।